हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। आज भने म हजुरलाई एकदम बाहिरको माहौल देखाउने छु है। म कहाँ जाँदैछु, के गर्दैछु, कोसँग जाँदैछु होइन, टक्क लगाएर म यो भिडियो मार्फत देखाउने छु। सबजनाले माया गर्नु होला है। एकदम क्यामेरा क्वालिटी जस्तो भए पनि एडजस्ट गरेर हेर्नु होला। जे छ त्यसैमा खुसी हुने हो क्या मान्छे भएपछि होइन। मैले नेपालको नक्सा टोटल्ली बनाएर चाहिँ भ्याएको छैन, अलिकति टक्क रङ भेटिएन होइन। त्यही भएर यो आफ्नै हातले बनाएर चट्ट काटेर अब चाहिँ यसलाई फुल्ली रङ गराउनु बाँकी छ है। चट्टालेर अब चाहिँ हामी 3 भाइ मिलेर चाहिँ टक्क लगाएर बाहिर जाँदैछौँ। टक्क लगाएर बाहिर गएर हामी भिडियोहरू देखाउँछौँ तपाईँहरूलाई। मेरो लुक्स पनि हेरिदिउँ है। अब यो चस्मा चाहिँ मेरो लक्की चस्मा हो कि यो लागि चाहिँ त मलाई एकदम छिटो लाग्छ क्या। काहीँ न काहीँबाट होइन डिस्काउन्ट हुने हो कि पैसा भेटाउने हो कि एकदम के चट्ट लाएर होइन। अब चाहिँ लाग्नुपर्ने हुन्छ है। ल टक्क जानुपर्ने हुन्छ है। चट्ट लाएर लाएर यस्तो छ हाम्रो है। चाबी चाहिँ यस्तो छ हाम्रो। सक्क लगाएर हामी चाहिँ हक्क गाइज अब हाम्रो अबको 2 महिनापछि 17 प्रो म्याक्स आउँदैछ होइन। टक्क लगाएर नेपालीको सान चट्ट लगाएर हिउँ पऱ्यो भने यो टोपीलाई चाहिँ जाडै हुँदैन क्या। यी चट्ट लगाएर यता हेर्नु जताततै उ छ है, हिउँ छ। अरू म ध्यालो भन न उसलाई ढाका टोपी लगाऊ भनेको जाडोले मर्न काटिएर होइन। टक्क लगाएर गाडीको मान्छेहरू सब मलाई हेरेको नि ढाका टोपी लगाएर होइन। ए हेन्सम भाइ हेलो गाइज वी आर इन एकदम हिउँको थुप्रा छ त्यो हो है। कान त टिनिन्न पारे धेरै के हो यस्तो या। ओहो तपाईँको एन्ड्रोइडले नि मोबाइल खिच्दो हो त अनि यतिकोमा त यार। आँखामा फेरि हेर्न सकेको छैन चिसोले है। टक्क लगाएर यहाँ पर्नु सर हाम्रो गोर्खे छ। यता हेर न भाइ एकताल हेलो भन्छु। हेलो त एकताल हेलो भनिदिनु त। हेलो जाडो छ होइन। हेलो अब चाहिँ गाइज हामी चाहिँ टक्क लगाएर त्यो अस्तिको तालमा जाँदैछौँ। ताल माथि हिँड्न मिल्छ अरे होइन। त्यो भएर चाहिँ हिँड्दैछौँ टक्क लगाएर। हिउँ छ हिउँ पुरै ए बाबा यो पन्जा लगाएर म हिँडिरहेको छु है। हिउँ छ गड यार। अब यो खोलौँ भने फेरि अब खोलेर मलाई नखोलेर चिन्दैन क्या होला। बाटो जस्तो टुमा चाहिँ जाडो छ, यता पाहाड छ है। त्यही भएर हो यता गाडी नै गाडी छ। सुतेर बस्यो भने यो जाडा काम केही हुन्न। त्यही भएर नै यहाँ ए यार यता त ऊ रहेछ नि त, ट्राफिक लाइट रहेछ नि त यार। फेरि यहाँ कराउला यार टुट गराउला यार। ल तपाईँहरूलाई म एउटा दृश्य देखाइरहेको छु है। यो विकास देशमा यस्तो छ क्या, पुरै हिउँ पऱ्यो पनि हेर्नु मान्छे हिँड्ने बाटो चाहिँ यहाँको सरकारले चाहिँ यस्तो गराउँछ कि हाम्रो त यहाँ त्यो मैलाको थुप्रो पनि उठाउँदैन कि। पुलिस आएर समात्ला अनि थाहा बोल। पुलिस आएर समात्ला अनि थाहा बोल। अब ताल देखाउँदैछु है गाइज। अब तपाईँहरूले उहाँ ताल आइसक्यो है। चट्ट लगाएर अब हामी ताल देखाउँदैछौँ। पर्वत भाइहरू पुरै मस्त फाइनली ताल है गाइज। अस्ति म तपाईँहरूलाई ताल देखाइरहेको थिएँ। अब यो तालमा दौडिने हो, रनिङ रेस गर्ने हो। फाइनली गाइज हामी तालको नजिक आइसकेका छौँ है। चट्ट लगाएर हामी नजिक आइसकेका छौँ। पर्वत भाइ तालको ताल हेर न। अस्ति हरियाली थियो, यो राटो लाग्दो लगाएर त्यो यहाँ त त्यता जाऊँ न त्यता। गाइज फाइनली हामी तालमा आइसकेका छौँ। यो ताल हो कि यो जहाज गिरन प्लेन एयरपोर्टको ऊ रडर हो कि
के हो थाहा तर पानी चाहिँ उता उता चाहिँ रहेछ फेरि अलिअलि है तर त्यति पुवाल चाहिँ पर्दैन होला कस्तो तर भ्यू चाहिँ राम्रो देखेको है ल उ त्यहाँ हान्नु दाइ उ त्यहाँ हान्नु त ल यहाँ त हो त्यही पनि राम्रो राम्रो देखिरहेछ है हेर्नु गाई चाहिँ चट्टा लाएर हिउँ हिउँ भन्ने आइसको डल्ला भन्नु के भन्नु है अब यस्तो रमाइलो ठाउँ थियो यहाँ टक्क माछा मार्ने बल्छी अहिले त चट चट बाबा ल हेर्नु अब यो के हो हिउँ हो कि यहाँ सर्रै जान्छ नि फेरि सिम्रो छ क्या चट्टै यहाँ यो पानी हो कि यो के हो यार पुरै यो अचम्म लाग्थ्यो यस्तो हल्लिन्थ्यो यो अहिले त केही हल्लेकै छैन यार ल हेर है जस्तो छ है यहाँ यस्तो हल्लिन्थ्यो त ल हेर हान्छ कि मजाले खुट्टाले टेकन एकताल ल नाच्दै नि त ल ए ईश्वर के हो यो हो त्यही बस भाइ यस्तो दामी देखियो ल भाइ यता हेर न ठ्याक्क लगाएर अब हाम्रो लोकेसन हुनुको घरमा रुममा हुन्छ है फाइनली भइसक्यौँ घुमघाम चट्ट पुरै भइसक्यो गाइज है अब चाहिँ लास्ट चिसो भयो अब चाहिँ यस्तो टक्क लगाएर दौडिनु पर्ने हुन्छ है 80 केजीको मान्छे 80 केजीको मान्छे दौडिँदा त पुरै भूकम्प घरै धोका जस्तो हुने रहेछ त केटाहरू पछाडि आउँदैछ नि म चाहिँ अगाडि दौडिदिन्छु स्याहास्या हुँदो रहेछ हौ सधैँ दौडिनु पऱ्यो अलिअलि त भएन रहेछ आइसक्यो म आधी बाटो यसरी बिम लाइट मजाले भयो बेलुकै हुन थाल्यो क्या अब त बेलुकै हुन थाल्यो चाहिँ क्या अब कति बजी अब भने टक्क अँधेरो भइसक्यो अब हाम्रो ब्लग यति नै हो आजलाई है ल कस्तो लाग्यो होइन सबै देखिहाल्नु माया गर्नु होला